यदि तपाईँलाई पढ्न गाह्रो हुन्छ, अझ खास गरी साइन्समा, पढेको बुझिँदैन, पढेको कुरा सजिलै बिर्सिन्छ, पढ्न मन लाग्दैन भने यो भिडियो तपाईँहरूकै लागि हो। यो भिडियोमा म तपाईँलाई कसरी साइन्स सजिलै पढ्ने भनेर सिकाउनेछु, जसले गर्दा अब चाहिँ साइन्स पहिला जस्तो बोरिङ सब्जेक्ट लाग्दैन। त्यसैले यो भिडियो अन्तिमसम्म राम्ररी हेर्नुहोला। नमस्ते साथीहरू, तपाईँलाई एजुरिफर्म च्यानलमा स्वागत छ। एजुरिफर्म च्यानलमा म यस्तै इन्ट्रेस्टिङ र युजफुल टपिक्सहरूको बारेमा डिस्कस गर्छु। च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गर्नुहोला र भिडियो मन परेमा लाइक र कमेन्ट पनि गर्नुहोला। अब हामीले सानोमा साइन्स सुरुमा पढ्दाखेरि नै इङ्ग्लिस जस्तै पढ्नु पर्थ्यो। त्यो भनेको के भन्दा अब हामीले पढ्न त नर्सरीमा एबिसिडी पढेर सुरु गरेको थियौँ इङ्ग्लिसलाई। सुरुमा एबिसिडी पढ्यौँ, त्यसपछि वर्ड, सेन्टेन्सेस, प्याराग्राफ्स हुँदै हामीले कम्प्लेक्स इङ्ग्लिसहरू कुनै टपिकहरू इङ्ग्लिसको बारेमा यसै गरेर पढेका थियौँ। तर साइन्समा चाहिँ हामीले के गर्यो भन्दा सिधै टपिक नै पढिदिने। त्यो भएको कारणले गर्दा गाह्रो भएको हो। पढ्नुपर्ने सुरुमा साइन्टिफिक वर्ड्सबाट हो। हामीले जस्तै इङ्ग्लिसमा पनि एकैचोटि यसै पढेको भए धेरै गाह्रो हुन्थ्यो नि। त्यसरी हामीले पढेको त गाह्रो हुन्थ्यो। हामीले त्यसरी साइन्स त पढेनौँ, साइन्स सिधै टपिक नै पढिदियौँ। एबिसिडीबाट सुरु गरेनौँ साइन्सको। त्यो एबिसिडी साइन्सको भनेकै साइन्टिफिक वर्ड्स हो। हामीले त्यसलाई साइन्टिफिक वर्ड्स सुरुमा पढेर साइन्स पढ्नु पर्थ्यो। अब यो कुरा अहिले सुन्दा त तपाईँहरूलाई मैले के भनिरहेको होला जस्तो लाग्यो होला। साइन्स पढ्दाखेरि त त्यस्तो केही अनुभव भएन भन्ने लाग्यो होला। त्यो लाग्नु पनि स्वाभाविकै हो, किनभने हामीले अहिलेसम्म जसले पढेका छौँ सबैले यही तरिकाले पढेका छौँ, अहिलेसम्म यही तरिकाले पढाइएको छ। तर यो भिडियो हेर्दै गर्नुभयो भने बुझिहाल्छ, बिस्तारै बिस्तारै तपाईँलाई थाहा भइहाल्छ मैले के भनेको हो भनेर। अब जस्तै इक्जाम्पलको लागि तपाईँहरूमध्ये धेरैलाई थाहा होला कि यो स्किनको इपिडर्मिसको फर्स्ट लेयर भनेको चाहिँ स्ट्राटम कोर्नियम हो भनेर। तर तपाईँलाई चाहिँ फर्स्ट टाइम नै देखेर यो भनेको के हो भनेर भन्यो भने तपाईँहरूलाई धेरै जस्तोलाई त थाहा हुँदैन, तपाईँहरूले के हो भनेर सोच्नुहुन्छ होला। तर यो वर्डलाई चाहिँ ब्रेक गरेर, यो वर्ड चाहिँ खासमा ल्याटिन वर्ड भएर चाहिँ गाह्रो भएको हो, इङ्ग्लिस वर्ड नै होइन। यो इङ्ग्लिस वर्ड भएको भए तपाईँहरूमध्ये धेरैलाई हेर्ने बित्तिकै थाहा हुन्थ्यो। यस्तै खालको ल्याटिन, ग्रिक, ल्याटिन भयो, यो ग्रिक वर्ड्सहरू भयो, इटालियन वर्ड्सहरू भयो, यिनीहरू चाहिँ साइन्सको वर्ड्सहरू धेरै हुन्छन्। यिनीहरू यो ल्याटिन, ग्रिक, इटालियन वर्ड्सहरू भएको कारण धेरै हुने भएर तपाईँहरूले गाह्रो हुने हो। इङ्ग्लिस मात्रै भएको भए तपाईँले सानोदेखि नै इङ्ग्लिस पढ्दै आउनु भएकै छ नि। त्यो वर्ड्सकै तपाईँहरूले त सेन्टेन्स, प्याराग्राफ पुरै कम्प्लेक्स नै पढिसक्नु भएको छ। त्यही भएर साइन्स इङ्ग्लिस वर्ड्स नै मात्र भएको भए त केही थिएन। तर यहाँ इटालियन, ग्रिक, ल्याटिन अरू ल्याङ्ग्वेजको वर्ड्सहरू धेरै हुने गर्छ। अब हेर्दाखेरि त यो स्ट्राटम कोर्नियममा सबै इङ्ग्लिस लेटरै छ। कसरी अरू ल्याङ्ग्वेजको भयो भने सोच्नु होला। लेटर चाहिँ इङ्ग्लिस हुँदैमा चाहिँ इङ्ग्लिस नै वर्ड हुन्छ भने जरुरी हुँदैन। त्यसलाई चाहिँ अरू वर्डमा पनि इङ्ग्लिस स्टाइलमा लेख्न मिल्छ, तर वर्ड चाहिँ इङ्ग्लिस हुँदैन। अब जे भए पनि यो वर्ड चाहिँ अब यो ल्याटिन वर्ड हो। अब यो ल्याटिन वर्डलाई चाहिँ इङ्ग्लिसको मिनिङमा निकाल्ने हो भने चाहिँ कर्नियल लेयर भनेर यो चाहिँ कर्नियल लेयर भनेर बुझ्नुपर्छ। कसरी भन्दा यो कर्नियमबाट कर्नियल हुन्छ। स्ट्राटम भनेको चाहिँ इङ्ग्लिस, यो चाहिँ ल्याटिन वर्ड त हो, तर यसलाई इङ्ग्लिसबाट चाहिँ कन्भर्ट गर्दाखेरि लेयर भनेर, कुनै लेयर भनेर तपाईँले बुझिहाल्नुहुन्छ। अब यो कर्नियल भन्ने कुरा चाहिँ तपाईँले सोध्नु होला के हो भनेर। तर तपाईँले चाहिँ कर्निया भनेको पहिला पढ्नुभयो होला, सानोमा साइन्समा पढ्नुभयो होला। कर्निया भनेको त्यही आइजको आँखाको अगाडिको कर्निया भनेर पढ्नुभयो होला, त्यही कर्निया हो। यो कर्निया भने के हो भन्दाखेरि यो चाहिँ डेड सेल भनेर कर्निया हो। डेड सेलको लेयर भनौँ, लेयर भने त यहाँ लिएर आइसक्यो। कर्निया भनेको चाहिँ डेड सेल्स भयो। त्यो डेड सेल्सको लेयर भएको कारणले गर्दाखेरि चाहिँ यो कर्नियल लेयर भनेको त्यही हो। र कर्नियल लेयर स्ट्राटम कोर्नियम भन्ने कर्नियल लेयर, तर स्ट्राटम कोर्नियम भनेको डेड सेल्सको लेयर। त्यहाँ ल्याटिन वर्ड यसरी हेर्दा त केही पनि थाहा हुँदैन। यसलाई अब यसको मिनिङ पनि नबुझ्ने हो भने सिधै मिनिङ त निकाल्न पनि मिलेन। यसलाई इङ्ग्लिसमा कन्भर्ट गरेर मात्र निकाल्न मिल्यो, तर सिधै त इङ्ग्लिसमा दिएको छैन। त्यही भएर चाहिँ यसको इङ्ग्लिस मिनिङ के हो भनेर जान्नु जरुरी छ। त्यसरी हामीले पहिला नै यसरी साइन्टिफिक वर्ड्सलाई इङ्ग्लिसमा गरेर या साइन्टिफिक वर्ड्सको चाहिँ मिनिङ के हो भनेर
ब्रेक गर्दै गरेको भए हामीले सानोमा पनि सजिलै हुन्थ्यो। तर हामीले कसरी पढाइयो भन्दा सिधै एकैचोटि टपिकमा लगिदिने। हेर्दाखेरि इङ्ग्लिस लेटर नै छ, इङ्ग्लिस नै होला भनेर सोचेर हामीले पढ्यौँ। तर हुन चाहिँ के हुन्छ भन्दा इङ्ग्लिस पनि हुन्छ, तर कति धेरै अरू ल्याटिन पनि हुन्छ, यस्तो ग्रिक हुन्छ, इटालियन हुन्छ। त्यो चाहिँ हामीले कसैले भनेनन्, त्यही भएर हामीले गाह्रो भएको। यो अहिले अघिसम्म हेर्दाखेरि के नै हो जस्तो लाग्थ्यो यो, तर हुन चाहिँ के रहेछ, यो ल्याटिन वर्ड रहेछ। यसलाई चाहिँ इङ्ग्लिस मिनिङमा निकाल्दाखेरि कर्नियल हुँदो रहेछ। कर्नियलको कर्नियल भनेको कर्नियाबाट आएको हो, जुन आँखा आइमा हामीले साना पढेकै होलाौँ, साइन्समा पढाइ होलाौँ, त्यही कर्निया हो। त्यो भनेको यो कर्निया भनेको डेड सेल्स हो। यही डेड सेल्सको लेयर चाहिँ यो स्ट्याटम कर्नियामा हुने भएर यो कर्नियल लेयरको भयो इङ्ग्लिसमा हुँदाखेरि। त्यसको ल्याटिन चाहिँ स्ट्याटम कर्निया हो। हामी त्यही पढ्ने गर्छौँ। हामीले त्यो यो इपिडर्मिसको फर्स्ट लेयर चाहिँ स्ट्याटम कर्नियम नभनेर सिधै इङ्ग्लिसको कर्नियल लेयर भयो भने सजिलो हुन्थ्यो नि। किनभने लेयर त हामीले के हो भने थाहा छ, कर्नियल भनेको अलिकति बुझाइदिएको भए कर्नियाबाट आउँछ भने थाहा भएको भए त सजिलो हुन्थ्यो। तर हामीले पढाइन्छ यो, अनि हामीले यसको त मिनिङ थाहा छैन, किनभने हो ल्याटिन वर्ड हो। यही समस्या भएको कारणले गर्दाखेरि चाहिँ हामीले गाह्रो हुने हो। हामीले यो कुरा सानोदेखि नै करिकुलममै या अब सानो जस्तै एबिसिडी, वर्ड, सेन्टेन्सेस, प्याराग्राफ्स इङ्ग्लिस हुँदै त्यसरी हामीले पढाएको भए त सजिलो हुन्थ्यो नि। तर हाम्रो यहाँ स्कुलहरूमा कहीँ पनि यसरी पढाइँदैन। त्यही भएर यसरी पढ्न चाहिँ जरुरी छ। अबदेखि के बुझ्नु पर्यो भन्दाखेरि यो जुन स्टार्टम भन्ने वर्ड जहाँ जहाँ आउँछ, यो स्टार्टम भन्ने वर्ड चाहिँ इङ्ग्लिसमा स्टार्टा भनेर चाहिँ यसको कन्भर्जन हुन्छ। यो स्टार्टा भनेको चाहिँ लेयर्स भन्ने हो। इङ्ग्लिसमा यसलाई लेयर्स पनि भनिन्छ। यसलाई स्टार्टम भन्ने चाहिँ वर्ड चाहिँ ल्याटिन हो। यसलाई स्टार्टा भनेर इङ्ग्लिसमा कन्भर्ट हुन्छ। अनि यो स्टार्टा भनेको चाहिँ लेयर पनि हो। त्यसैले हामीले चाहिँ यसलाई, अनि यो कर्नियम भनेको चाहिँ कर्निया भइहाल्यो, कर्नियल भइहाल्यो। त्यही भएर यो खासमा कर्नियल स्टार्टा हुन्छ। अब कतिलाई कर्नियल स्टार्टा भन्ने थाहा नहोला, त्यही भएर मैले चाहिँ कर्नियल लेयर पनि भनिदियो, किनभने स्टार्टा र लेयर भनेको एउटै हो। यसरी हामीले बुझाइदिएपछि त कर्नियल स्टार्टा भनेर बुझाइदिएपछि त यो त वर्डबाटै आयो नि त। नत्र त हामीले पहिला स्टार्टम कर्नियमतिर यसले के पढ्थ्यौँ, स्टार्टम कर्नियम भनेको यो लेयर हो भनेर, अनि यसमा यस्तो यस्तो भनेर पढ्थ्यो। तर हामीले यो वर्ड चाहिँ किन आएको भने थाहै हुँदैन थियो, किनभने यो वर्डको चाहिँ ल्याटिनबाट इङ्ग्लिसमा तपाईँलाई जान्नु पऱ्यो के हो भनेर। अनि हामीले सिधै स्टार्टम भनेको चाहिँ यो लेयर हो, यसमा भन्दै पढाइन्थ्यो। तर हामीलाई यदि स्टार्टम कर्नियममा चाहिँ कसरी इङ्ग्लिसमा आउँछ भनेर पढाइदिएको भए त उनीहरूले भन्नुभन्दा पहिला नै हामीले थाहा हुन्थ्यो कि भन्नु खोजेको के भनेर। किनभने हामीलाई सानोमा आइज गोज कर्निया भनेर पढाइसकेकै हुन्छ, त्यहाँबाट हामीले चाहिँ बुझ्न सकिहाल्छौँ। यसरी हामीले रिलेट पनि गर्न मिल्छ। कर्निया भनेको पहिला आइसकेको छ, त्यो भनेको डेड लेयर्स हो। जहाँ जहाँ कर्निया आउँछ त्यो भनेको चाहिँ डेड सेल्स भनेर बुझ्नु पर्यो। अनि स्टार्टम भनेको स्टार्टा, जहाँ जहाँ स्टार्टा आउँछ त्यो भनेको लेयर हो। त्यसैले जहाँ पनि स्टार्टम आयो अब साइन्समा भने त्यो भनेको चाहिँ लेयर्स हो, र जहाँ जहाँ कर्नियम आउँछ त्यो भनेको चाहिँ डेड सेल्स हो। त्यही भएर स्टार्टम कर्नियमै हुनुपर्छ भने जरुरी छैन। कर्नियम कुनै ठाउँमा आयो भने डेड सेल्स हो। अब त्यसको कर्किजे पनि हुनसक्छ, त्यसको अगाडि पछाडि जे आउँछ त्यसको चाहिँ इङ्ग्लिस मिनिङ के निस्किन्छ त्यो अनुसार हुन्छ। अनि स्टार्टम भनेको लेयर, अब अरू कुनै कुराको लेयर हुनसक्छ, डेड सेल्सको छाटो अरू कुनै कुराको लेयर। त्यसैले यसलाई हामीले इङ्ग्लिसमा कन्भर्ट गऱ्यो भने यही वर्डबाट पनि थाहा हुन्छ, हामीले अरू केही सोच्नु पनि परेन। अनि यही वर्ड चाहिँ अरू ठाउँमा आयो भने त्यहाँबाट हामीले यो कुरालाई एप्लाई पनि गर्न मिल्यो। त यसरी पढ्यो भने चाहिँ हामीलाई धेरै ठाउँमा चाहिँ एउटै वर्ड अरू ठाउँमा एप्लाई गर्नु पनि सजिलो भयो। त्यही अरू ठाउँमा पनि फेरि जस्तै अरू ठाउँमा स्टार्टम भनेर आयो भने फेरि त्यो घुक्नु परेन, किनभने त्यहाँ स्टार्टम भनेको के हो भने हामीलाई पहिल्यै थाहा छ। कर्नियम भनेको पनि अरू ठाउँमा आयो भने त्यो भनेको के हो हामीलाई पहिल्यै थाहा छ। त हामीले अलिअलि पनि आइडिया चाहिँ लगाउन सक्छौँ, अनि सजिलो हुन्छ हामीले। अब हाम्रो स्कुलको करिकुलममा चाहिँ यसरी नै सजिलो गरी नपढाएर हामीलाई गाह्रो भएको हो। अब इङ्ग्लिस पढाउन चाहिँ यसरी एबिसिडी, वर्ड, सेन्टेन्सेस, प्याराग्राफ्स हुँदै इङ्ग्लिसमा पढाउने, एबिसिडिज हुँदै वर्ड्स हुँदै सेन्टेन्स प्याराग्राफ हुँदै पढाउने। तर साइन्समा चाहिँ सिधै टपिकमा छिर्दिने, अनि साइन्टिफिक वर्ड्स आएपछि हामीलाई थाहा पनि हुँदैन कहाँ के छ भनेर। अब एबिसिडी, वर्ड्स, सेन्टेन्स, प्याराग्राफ्स हुँदै इङ्ग्लिस पढाउँदाखेरि त एबिसिडी भने यो हो, वर्ड यसरी बन्छ, सेन्टेन्स यसरी बन्छ भन्ने थाहा हुन्छ।
साइन्स पढाइदिएपछि त साइन्टिफिक वर्ड्स कुन कुन इटालियन, कुन ग्रिक, कुन ल्याटिन, कसको मिनिङ के, कहाँ के कसरी युज हुन्छ केही पनि थाहा हुँदैन। आफैले सबै कुरा थाहा पाउनु पऱ्यो, त्यो त गाह्रो हुन्छ। अनि त्यसलाई कति ठाउँमा घोक्नुपर्ने हुन्छ नबुझेर, त्यही भएको। अब यही कुरालाई स्किनको एपिडर्मिसको अरू लिएर पनि एप्लाई गरेर हेरौँ के हुँदो रहेछ। जस्तै अब सेकेन्ड लेयर भनेको स्ट्राटम लुसिडम। अब स्ट्राटम भनेको त बुझिहाल्यो भनेको लेयर हो। लुसिडम भनेको चाहिँ लुसिड लेयर भनेको, अब यो लुसिड भनेको चाहिँ ग्लास जस्तो भन्नु खोजेको। त्यसैले यो लेयर भनेको चाहिँ यसलाई माइक्रोस्कोपमा हेर्दा चाहिँ यसमा भएको जुन स्ट्रक्चर हुन्छ त्यो चाहिँ ग्लास जस्तो ट्रान्सपेरेन्ट देखिन्छ। त्यही भएर यसलाई यो भनेको इङ्ग्लिसमा चाहिँ ग्लास लाइक ट्रान्सपेरेन्ट लेयर भयो, ग्लास जस्तो ट्रान्सपेरेन्ट देखिने लेयर। अब यसलाई लुसिड लेयर भन्न मिल्यो, त्यही भएर यसको यो ल्याटिन वर्ड चाहिँ स्ट्राटम लुसिडम भयो। सेकेन्ड लेयर भनेको स्ट्राटम लुसिडम। अब थर्ड लेयर हेर्दाखेरि स्ट्राटम ग्रानुलोसम भन्ने हुन्छ। अब स्ट्राटम भनेको त थाहा भइहाल्यो, ग्रानुलोसम भनेको ग्रानुलर भयो, त्यही भएर ग्रानुलर लेयर। अब ग्रानुल्स भनेको चाहिँ जस्तै अब हामीले पढेको सानोमा पढायो होला, पढ्दाखेरि सेल्समा लाइजोम भन्ने कुरा पनि हुन्छ। लाइजोम भनेको पनि ग्रेन जस्तो सानो दाना दाना जस्तो देखिन्छ। त्यही ग्रेन्सलाई चाहिँ सानो भयो भने ग्रान्युल्स भन्छ। जुन पनि वर्डको पछाडि युल्स आयो भने चाहिँ त्यो भनेको त्योभन्दा अगाडि आएको जुन वर्ड छ त्यसको मिनिङ चाहिँ सानो हो भनेर। जस्तै जिआरएन भनेको चाहिँ यहाँ जिआरएआइएन ग्रेन भनेर बुझ्दा भयो, बुझिन्छ। त्यो ग्रेनको चाहिँ पछाडि युल्स आयो भने त्यो ग्रान्युल्स भयो भन्न खोजेको स्मल ग्रेन्स। अथवा जस्तै सेलमा अब लाइजोमै भन्नु पर्दैन, अरू जुन जे पनि हुनसक्छ, लाइजोम या त्यस्तै अरू कुनै ग्रेन दाना जस्तो केही स्ट्रक्चर छ भने त्यस्तो स्ट्रक्चर सानो खालको स्ट्रक्चर ग्रेन भन्नाले अब हामीले हेर्दाखेरि त केराउको दाना पनि हुन्छ, त्यो त ठुलो भयो। त्यस्तै खालको माइक्रोस्कोपिक सानो खालको चाहिँ ग्रेनलाई चाहिँ ग्रानुल भन्न मिल्यो। त्यस्तै ग्रानुल भएको चाहिँ यो स्ट्राटम ग्रानुलोसममा त्यस्तै सेल्सहरू हुन्छ जसमा चाहिँ त्यस्तै सानो सानो दाना जस्तो स्ट्रक्चर हुन्छ यो लेयरमा चाहिँ। त्यही भएर यसलाई चाहिँ ग्रानुलर लेयर भन्छ। यसको चाहिँ अब ल्याटिन वर्ड चाहिँ स्ट्राटम ग्रानुलोसम भयो। त्यही भएर स्ट्राटम ग्रानुलोसम भनेको चाहिँ यस्तो लेयर जसमा चाहिँ भएको सेल्सहरूमा सानो सानो दानाहरूको जस्तो स्ट्रक्चर हुन्छ। यसको मिनिङ त्यो भयो। अब चौथो लेयर भनेको फोर्थ लेयर भनेको स्ट्राटम स्पाइनोसम। यो भनेको चाहिँ स्पाइनस लेयर भयो, स्पाइनोसमबाट स्पाइनस। अब स्पाइनस भनेको चाहिँ जस्तै क्याक्टसको स्पाइन हुन्छ नि काँडा हो, त्यस्तै त्यस्तै स्ट्रक्चरहरू भएको सेल चाहिँ यसमा पाइन्छ। यस्तो लेयर सेलको यस्तो लेयर हुन्छ जसमा चाहिँ क्याक्टसको स्पाइन जस्तो चाहिँ स्ट्रक्चरहरू पाइन्छ। त्यही भएर स्पाइनस लेयर भनिएको इङ्ग्लिस वर्ड, र यसलाई चाहिँ अब हामीले पढ्दाखेरि ल्याटिनमा पढ्छौँ स्ट्राटम स्पाइनोसम भनेर। अब लास्टको सबभन्दा तलको लेयर एपिडर्मिसको त्यो चाहिँ स्ट्राटम बेसल या जर्मिनाटिभम भन्ने हुन्छ। त्यो भनेको चाहिँ अब बेसलबाट बेसल, जर्मिनाटिभमबाट जर्मिनल। त्यो भन्न खोजेको बेसल चाहिँ किन भनेको भन्दाखेरि यो चाहिँ अब एपिडर्मिसको सबभन्दा तलको या अब बेसको लेयर, तल्लो लेयर बेसको लेयर भएको कारणले यसलाई बेसल लेयर भनियो। अब जर्मिनल लेयर किनभने हामीले जस्तै अब मेल र फिमेल रिप्रोडक्टिभ सिस्टममा चेस्टिस र ओभरीमा चाहिँ जर्मिनल इपिथेलियम हुन्छन् पढेका छौँ। त्यो भनेको त्यो चाहिँ डिभाइड भइरहने लेयर भनेर हामीले बुझेका छौँ। स्पर्म र ओभा बनाउनलाई त डिभाइड भइरहनु पऱ्यो सेल, त्यहाँ भएकोलाई जर्मिनल इपिथेलियम अथवा डिभाइड भइरहने इपिथेलियम, त्यहाँको सेल डिभाइड भएको भए हुन्छ। यसमा पनि त्यही यसमा भएको जुन लेयरको सेलहरू हुन्छ त्यो डिभाइड भएको भए गर्छ। त्यो डिभाइड भएर तिनीहरूले सेल दिन्छ र त्यसले चाहिँ माथिको जुन कर्नियमतिरको त्यो माथितिरको सेलहरू चाहिँ त्यो चाहिँ बाहिर निस्किरहने भएर डेड सेलहरू चाहिँ गइरहने, त्यहाँको सेलहरू हटिरहने भएर त्यसलाई रिप्लेस गर्नलाई चाहिँ तलबाट सेलहरू चाहिँ बनिरहन्छ। यही लेयरबाट भन्छ स्ट्राटम बेसल अब जर्मिनाटिभमबाट। त्यही भएर यसलाई जर्मिनल लेयर पनि बन्यो भन्नाले यो लेयर चाहिँ यो सेलको लेयर चाहिँ एपिडर्मिसको बेसमा हुन्छ र कन्टिन्युसली डिभाइड गर्छ। बेसमा भएर बेसल लेयर अनि कन्टिन्युसली डिभाइड गर्ने भएर जर्मिनल लेयर हो। त्यसको ल्याटिनमा हामीले पढ्दाखेरि स्ट्राटम बेसल र जर्मिनाटिभम। त यसरी हामीले चाहिँ वर्डको चाहिँ डिभाइड गरेर इङ्ग्लिसमा त्यसको चाहिँ ट्रान्सलेट गरेर
मिनिङ निकाल्यो भने चाहिँ हामीलाई त्यो वर्डबाटै धेरै जसो कुरा थाहा हुन्छ। अनि हामीलाई त धेरै घोक्नु पनि परेन। अलिअलि घोक्यो पुग्यो। घोक्यो भन्दा पनि अब सुरुमा चाहिँ जस्तै अब लुचिड भन्ने ग्लासलाई भन्ने थाहा नहुनसक्छ। तर अब हामीले यो कुराहरू अरू ठाउँमा पनि एप्लाई जुन ठाउँमा यस्तो कुराहरू आउँछ जस्तै स्ट्याटम भन्ने कुरा त यहीँ 5 चोटि आइसक्यो। अब यही कुरालाई अरू ठाउँमा आयो भने पनि लेयर भने बुझिन्छ, जहाँसुकै आओस् त्यो भनेको लेयर हो। अनि लुसिड भन्ने कुरा अरू कुनै ठाउँमा आयो भने त्यो ग्लासलाइक हो। त हामीले यहाँ पढेको कुरा अरू ठाउँमा पनि एप्लाई गर्नु मिल्छ। त यही कुराले यसरी हामीले अरू ठाउँमा पनि रिलेट गर्दै युज गर्दै गऱ्यो भने चाहिँ हामीले धेरै घोक्नै पर्दैन। अनि थोरै घोक्नुपर्छ, भनेको के हो त्यो पनि बुझिन्छ, रमाइलो हुन्छ। यसरी चाहिँ पढ्दाखेरि साइन्सले यसरी पढ्दाखेरि चाहिँ बेटर हुन्छ। अनि पढ्ने चाहिँ यसरी नै हो, नत्र भने त्यसरी पढ्दाखेरि त खालि गाह्रो भारी मात्रै हुन्छ। ल यिनीहरू यही हो स्किनको एपिटोजको 5वटा लेयर। र त्यसको मिनिङ मलाई लाग्छ यदि मिनिङ त अरू कसैले भने पनि थिएन होला जस्तो हुन्छ भनेर। ल यही हो 5वटा लेयर चाहिँ। ल अब एउटा अरू इक्जाम्पल हेरौँ। जस्तै अब हामीले एडिनल कर्टेक्सको 3वटा लेयर छ भनेर पनि कतिजनाले पढेका होलाौँ। तर त्यसको मिनिङ वर्डबाटै अब त्यो पनि त्यसै ल्याटिन वर्ड हो, त्यसबाट कसरी मिनिङ निकाल्यो भनेर एउटा अरू इक्जाम्पल छ हेरौँ। अब फर्स्ट लेयर भनेको जोना ग्लोमेरुलसा भन्ने थाहा पढेका छौँ हामीले। त्यसमा यो जोना भनेको अलिकति सोच्यो भने त्यहाँबाट पनि निकाल्न मिल्छ इङ्ग्लिस। जे भए पनि यसको चाहिँ इङ्ग्लिस भनेको चाहिँ जोन हुन्छ। ग्लोमेरुलसा भनेको चाहिँ ग्लोमेरुलर जोन भनेर हामीले बुझ्नुपर्छ। अब यो ग्लोमेरुलर भनेको चाहिँ किडनीको चाहिँ यो ग्लोमेरुलस भन्ने वर्डबाटै आएको हो। किडनीको ग्लोमेरुलस भन्ने वर्ड त हामीले सुनेका छौँ पक्कै पनि। अब यो ग्लोमेरुलस भनेको चाहिँ खासमा त्यहाँ चाहिँ जुन आर्टरी आउँछ, आर्टरीबाट क्यापिलरी हुँदै त्यो क्यापिलरीहरू चाहिँ टफ्ट बनाएको हुन्छ भन्नाले यिनीहरू चाहिँ झुप्पा जस्तो बन्चमा अङ्गुरको झुप्पा जस्तो बेरिएर बसेको हुन्छ, झुप्पा जस्तो हुन्छ। त्यस्तै खालको यो यसमा पनि सेल्सहरू यो जोना ग्लोमेरुलसाको चाहिँ लेयरमा भएको सेल्सहरू चाहिँ यसरी नै झुप्पा बनाएर बसेका हुन्छन्। जसरी चाहिँ यो किडनीको ग्लोमेरुलसमा चाहिँ क्यापिलरीहरू ट्विस्ट भएर बसेको हुन्छ, त्यस्तै यहाँ पनि सेल्सहरू बन्चमा ट्विस्ट भएर देखिँदा चाहिँ ट्विस्ट देखिन्छ, झुप्पामा हुन्छ न ट्विस्ट जस्तो देखिन्छ। लगभग उस्तै देखिने भएर चाहिँ उस्तै देखिने भएर यसलाई ग्लोमेरुलर जोन भनेको। यसरी हेर्दाखेरि चाहिँ साइन्समा त्यस्तो चाहिँ एनोलोजीहरू भन्नाले उस्तै देखिने चिजलाई चाहिँ नाम पनि उस्तै दिने चलन पनि हुन्छ। जस्तै यहीँ किडनीको ग्लोमेरुलस जस्तो देखियो, त्यही भएर ग्लोमेरुलर जोन। उता अघि हामीले हेरेको थियौँ स्ट्याटम कोर्नियममा आएको कोर्नियम जस्तो डेड लेयर देखियो, त्यही भएर स्ट्याटम कोर्नियम। त्यस्तै यहाँ ग्लोमेरुलर जोन किडनीको ग्लोमेरुलस जस्तो देखियो, त्यही भएर जोना ग्लोमेरुलसा। र जोन भनेको जोना भनेको जोन भइहाल्यो, त्यही भएर ग्लोमेरुलर जोन। अब त्यहाँ लेयर छ, यहाँ जोन भन्यो, त्यति फरक हो। कुरा उस्तै हो, खालि यहाँ जोन भनेको मात्रै हो। त्यही हेर्दाखेरि त्यहाँ यसमा त्यति फरक देखिएन। र अब यो नामबाटै थाहा भयो, जोना भनेको जोन, ग्लोमेरुलसा भनेको किडनीमा चाहिँ जुन ट्विस्टेड क्यापिलरी हुन्छ, झुप्पा जस्तो क्यापिलरी हुन्छ, त्यो क्यापिलरी जस्तो देखिने सेलको जोन भयो। अब सेकेन्ड लेयर हेर्दा जोना फ्यासिकुलाटा हो। यसमा चाहिँ जोना भनेको त जोन भइहाल्यो, फ्यासिकुलाटा भनेको चाहिँ फ्यासिकुलर जोन भन्न खोजेको हो। त्यो भनेको चाहिँ हामीले मसलमा चाहिँ खासमा फ्यासिकल्स भनेर हुन्छ। त्यो भनेको चाहिँ मसल फ्यासिकल भनेको चाहिँ यो मसल फाइबर चाहिँ बन्डलमा भयो भने बन्डलमा हुन्छ, मसल फाइबर्स बन्डलमा हुन्छ मसलमा, त्यो बन्डललाई चाहिँ मसल फ्यासिकल भन्छ। हो त्यस्तै मसल फाइबर्स बन्डलमा भएर मसल फ्यासिकल बने जस्तै यो जोना फ्यासिकुलाटामा चाहिँ सेल्सहरू चाहिँ लामो बन्डलमा चाहिँ बसेका हुन्छन्, अथवा सेलको फ्यासिकल जस्तै भन्दा भयो। त्यही भएर त्यसको यस्तै खालको सेलको एरेन्जमेन्ट भएको लेयर भएर यसलाई फ्यासिकुलर जोन भनियो। अब त्यसको ल्याटिन वर्ड चाहिँ जोना फ्यासिकुलाटा। त्यस्तै अब यो थर्ड लेयर भनेको जोना रेटिकुलारिस भयो। त्यो भनेको चाहिँ रेटिकुलर जोन। रेटिकुलर भन्न खोजेको चाहिँ रेटिकुलर जस्तै हामीले यो बोटानी या अब सानोमा साइन्समा लिप्समा चाहिँ रेटिकुलेट भेनिसन हुन्छ भनेर पढेका थियौँ कतिवटामा।
अनि कतिमा चाहिँ प्यारलल भेनेसन हुन्छ भने पढेका थियौँ। त्यो भनेको चाहिँ अब लिप्समा चाहिँ जुन भेन गएका हुन्छ, भेनहरू हुन्छ लिप्समा, तिनीहरूको एरेन्जमेन्ट हो कसरी एरेन्ज भएको हुन्छन्। प्यारलल भयो भने यसरी प्यारललमा हुन्छ, रेटिकुलेट भयो भने यसरी जाल जस्तो बनाएर बसेको हुन्छ। त्यस्तै जाल जस्तो प्याटर्न भयो भने रेटिकुलेट भन्छ। त्यस्तै प्याटर्नमा चाहिँ यो जुन रेटिकुलसको सेलहरू त्यसै जाल जस्तो बनाएर बसेको हुन्छ। त्यस्तो खालको एरेन्जमेन्ट देखिएकोले त्यो त्यस्तो जहाँ अब यो रेटिकुलर भन्ने कुरा आउँछ त्यो भनेको चाहिँ जाल जस्तो भयो भनेर बुझ्नु पर्यो। जोर्डन रेटिकुलसमा पनि त्यस्तै जाल जस्तो बनाएर सेल बसेका हुन्छन्। यहाँ रेटिकुलर जोन हुन्छ इटालियनमा जोर्डन रेटिकुलारिस। सो यसरी नै एडिकुलर कर्टेक्सको चाहिँ 3वटा लेयर भनेको यिनीहरू नै हो, यसरी पढ्नुपर्ने हो। अब यस्ता साइन्टिफिक वर्ड टर्म्स त साइन्समा धेरै छन्, त्यसैले सबैलाई एकैचोटि खोजेर याद गर्न थाल्यो भने धेरै टाइम लाग्छ। धेरै भन्दा पनि धेरै नै टाइम लाग्छ, कति लाग्छ। त्यही भएर यिनीहरूलाई सबैलाई खोजेर यसरी पढेर राम्रो गरी पढेर बल्ल अरू कुरा पढ्छु भन्नु चाहिँ त्यति प्र्याक्टिकल हुँदैन। त्यही भएर बरु यसको अरू बेटर तरिका भनेको चाहिँ यिनीहरूलाई चाहिँ याद गर्नुभन्दा पनि यिनीहरूको मिनिङ बुझ्ने अनि त्यसलाई चाहिँ सकेसम्म एप्लाई गर्ने। एप्लाई गर्दै बुझ्दै गयो भने चाहिँ अनि बुझेको पनि सजिलै याद हुन्छ, चाँडै पढिन्छ पनि, अनि कसरी युज हुँदो रहेछ भन्ने पनि थाहा हुन्छ। त यसरी चाहिँ यसरी बुझ्दै पढ्दै गयो भने चाहिँ सजिलो हुन्छ। नत्र भने त अर्को तरिकाले फेरि पहिला गएको जस्तै झन् गाह्रो, गएकै भन्दा गाह्रो हुन्छ। किनभने सबै वर्डहरू पहिला घोक्नु थाल्यो भने त मिनिङ त बुझियो, घोक्नु पनि थाल्यो भने त्यसमै टाइम धेरै जान्छ। त्यसैले त्योभन्दा बढी प्र्याक्टिकल भनेको चाहिँ यसको मिनिङ पनि थाहा पाउनु त पर्यो, तर घोक्नुभन्दा पनि एप्लाई बढीभन्दा बढी गर्ने। कति कुरा त पहिले सुरुमै याद पनि होला, तर सबै याद भएन, धेरै म्याक्सिमम् याद पनि नहोला, धेरै जसो याद नहोला, तर त्यसले फरक पर्दैन। मिनिङ चाहिँ थाहा हुनु पर्यो र मिनिङ याद नभए पनि त्यसलाई सकेसम्म एप्लाई गर्ने। एप्लाई गरिसकेपछि धेरै जसो चाहिँ आफूलाई आइ नै हाल्छ। यसरी गर्दा चाहिँ बढी प्र्याक्टिकल हुन्छ। त्यस्तै कतिपय कुराको कन्सेप्ट नै हामीले रङ पढाइएको छ सानो स्कुलमा हुँदाखेरि चाहिँ। अब जस्तै हामीलाई पढाइएको छ कि सबै आर्टरीमा अक्सिजनेटेड ब्लड हुन्छ, तर पल्मोनरी आर्टरी चाहिँ एक्सेप्सन हो, र सबै भेन्समा चाहिँ डिअक्सिजनेटेड ब्लड हुन्छ, तर पल्मोनरी भेन्स चाहिँ एक्सेप्सन हो। अब भन्नलाई त यो सेन्टेन्सको चाहिँ इङ्ग्लिस सेन्टेन्सको हिसाबले त रङ होइन, तर योभन्दा सजिलो कन्सेप्ट या करेक्ट कन्सेप्ट भनौँ त्यो पनि छ। त्यो चाहिँ के छ भन्दा हार्टबाट निस्किने सबै ब्लड भेसल्स चाहिँ आर्टरी हुन् भने हार्टमा आउने सब ब्लड भेसल सबै भेन्स हुन्। यो चाहिँ यतिकै सोच्दा पनि थाहा हुन्छ, किनभने हामीले अलिकति हार्टको चाहिँ पिक्चर चाहिँ कल्पना गऱ्यौँ, सोच्यौँ भने त्यहाँ चाहिँ के बाहिर निस्किन्छ के भित्र आउँछ भने सोच्यौँ भन्ने पनि यो त थाहा हुन्छ। तर अब जस्तै अब अर्को कुरो, हार्टको राइट साइडमा चाहिँ ब्लड भेसल जुन भेना काभा हुन्छ, जसबाट चाहिँ राइट एट्रियममा चाहिँ सुरुमा ब्लड आउँछ अरू बडीभरिबाट, तिनीहरू चाहिँ डिअक्सिजनेटेड ब्लड ल्याउँछ। अनि त्यही ब्लडलाई अक्सिजनेट गर्न लङ्समा ब्लड भेसलले पुर्याउनुपर्छ। अब हार्टबाट निस्किने जुन भेसल पनि आर्टरी हुन्छ, यहाँ पनि हार्टबाट लङ्समा जाने आर्टरी नै हुन्छ, र लङ्समा जाने भएकोले पल्मोनरी आर्टरी भनेको। पल्मोनरी जहाँ आउँछ त्यहाँ सबै लङ्स हुन्छ भने बुझ्नुपर्छ। फरक यति भइदियो कि पल्मोनरी आर्टरीमा भएको ब्लड त लङमा अक्सिजनेट हुन जाँदैछ, त्यसैले यो त डिअक्सिजनेटेड हुनु पर्यो। त्यसैले पल्मोनरी आर्टरीमा चाहिँ डिअक्सिजनेटेड ब्लड भएको हो। एक्सेप्सन भन्न त इङ्ग्लिसको ल्याङ्ग्वेजमा त भन्न मिल्यो, तर कन्सेप्ट चाहिँ यो हो। अनि त्यस्तै पल्मोनरी आर्टरीमा भएको डिअक्सिजनेटेड ब्लड हुन्छ, त उता पल्मोनरी भेन्स चाहिँ लङबाट लेफ्ट हार्टतिर आउँछ, र त्यहाँ अब अघि पल्मोनरी आर्टरीले लगेको डिअक्सिजनेटेड ब्लडलाई अक्सिजनेट भएर पल्मोनरी भेन हुँदै आउने हो लेफ्ट एट्रियममा। अब त्यहाँ त अक्सिजनेट भइसक्यो, त्यही भएर अक्सिजनेटेड ब्लड आउँछ। त्यही भएर पल्मोनरी भेन्सले चाहिँ अक्सिजनेटेड ब्लड ल्याउँछ, त्यही भएर चाहिँ पल्मोनरी भेनमा अक्सिजनेटेड ब्लड हुने हो। त्यो एक्सेप्सन पनि भन्न त मिल्यो, त्यही इङ्ग्लिसको अघि जस्तै इङ्ग्लिस ल्याङ्ग्वेजको हिसाबले त भन्न मिल्यो, तर कन्सेप्ट चाहिँ यसरी बनाउनुपर्छ। अब अर्को कन्सेप्ट जसमा चाहिँ धेरै साथीहरू चाहिँ झुकिनुहुन्छ या उनीहरूलाई
पढ्न गाह्रो हुन्छ। त्यो चाहिँ यो ब्रेन स्टेमको हो। तर यसमा पनि करेक्ट कन्सेप्ट ल्याउने हो भने चाहिँ पढ्न गाह्रो छैन र लामो समयसम्म याद हुनुपर्ने धेरैजनालाई। अनि यो भनेको चाहिँ ब्रेन स्टेमको हो। अब अलिकति डायग्राम हेर्ने हो भने यो सेन्ट्रल नर्भस सिस्टम सिएनएसको हेर्ने हो भने अब जस्तै यो सेरिब्रम भयो। अब यो ओरिएन्टेसनको लागि यो फ्रन्टको पार्ट, यो ब्याकको पार्ट, यो पुरै यो सबै सेरिब्रम भयो। यो सेरिबेलम भयो, यो मिड ब्रेन भयो, यो पोन्स भयो, मेडुला भयो, बाँकी यो स्पाइनल कर्ड भयो। तपाईँहरूमा चाहिँ धेरै जसोलाई थाहा होला कि हिन्ड ब्रेन भनेको चाहिँ यो सेरिबेलम, पोन्स र मेडुला बनेर बनेको हुन्छ। किनभने यो त मिड ब्रेन हो, मिड ब्रेनलाई त हिन्ड ब्रेनमा राख्न मिलेन। र यो यतापट्टिको त मिड ब्रेनभन्दा माथिको हो, त्यो भनेको फोर ब्रेनको पार्ट हो। त्यो त यतिकै पनि त्यस्तो गाह्रो छैन। अब ब्रेन स्टेममा चाहिँ धेरैजना झुकिरहेको हुन्छ, उनीहरूलाई चाहिँ गाह्रो भइरहेको हुन्छ। अब ती साथीहरूको लागि चाहिँ ब्रेन स्टेम भनेको चाहिँ हामीले कस्तो बुझ्नु पर्यो भन्दाखेरि ट्रीको स्टेम जस्तो। ट्रीको स्टेम भन्नाले जस्तै ट्रीमा हामीले यो माथिको पार्ट भयो, यो स्टेम भयो, यो रुट भयो। रुट त सोइल माटो सोइलको भन्दा तल हुन्छ, यति स्टेम भयो। अब यो स्टेमले के गर्छ, यो माथिको पार्टलाई यो रुटसँग जोड्छ। अब हामीले ब्रेन स्टेमलाई पनि त्यसरी नै बुझ्नु पर्यो। यो ब्रेन स्टेम भनेको चाहिँ हामीले अब ब्रेन स्टेम भनेको खास मिड ब्रेन, पोन्स र मेडुला हो भनेको यो तीनटा हो। जस्तै यो स्टेम पनि स्ट्रेट लाइनमा भएको छ, यो पनि स्ट्रेट लाइनमै हुन्छ। किनभने यसले चाहिँ यो फैलिएको ब्रेन ट्रीको चाहिँ माथिको फैलिएको पार्टलाई चाहिँ तलको रुटसँग जोडे जस्तै यो माथिको फैलिएको सेरिब्रमलाई चाहिँ तलको स्पाइनल कर्डसँग जोड्छ। त्यही भएर यति चाहिँ स्पाइनल के अरे यो मिड ब्रेन स्टेम भयो। यो सेरिबेलम त साइडमा छ, त्यसैले यो सेरिबेलम त्यसको पार्टमा भएन, स्ट्रेटमा हुनु पर्यो। यो ठुलो दुईटा पार्टलाई जोड्या हुनु पर्यो। जसरी ट्रीमा चाहिँ यो माथिको पार्ट र रुटलाई चाहिँ स्टेमले जोडे जस्तै। त्यसको कन्सेप्ट चाहिँ यो। त्यसैले ब्रेन स्टेममा चाहिँ मिड ब्रेन, पोन्स र मेडुला आउँछ। अब मेन हामीले धेरै घोक्ने गर्ने कुरा भनेको चाहिँ कुनै कुरा साइन्टिस्टको नाममा छ भने, जस्तै हामीले पढेको होला कतिले पढेका छौँ प्याङ्क्रियाजमा चाहिँ आइलेट्स अफ ल्याङ्गरह्यान्स हुन्छ भनेर। त्यस्तै किडनीमा बोमेन्स क्याप्सुल र लुप अफ हेनली हुन्छ भनेर। त्यस्तै हार्टमा पुर्किन्जे फाइबर हुन्छ भनेर र सेरिबेलममा चाहिँ पुर्किन्जे सेल्स हुन्छ भनेर। अब यसमा पनि हुन त यो आइलेट्सको पनि मिनिङ छ। त्यो भनेको चाहिँ अब आइएस प्लस लेटले बनेको हो। यो आइएस भनेको चाहिँ आइल्यान्ड भन्न खोजेको हो। लेट भनेको चाहिँ स्मल, कुनै कुरामा स्मल लेट छ भने स्मल। जस्तै प्लेटलेट भयो नि, यो भन्ने प्लेट प्लस लेटले बनेको। प्लेट भनेको त हामीले बुझिहाल्यो, प्लेट थाल जस्तै प्लेट, खाने प्लेट, र लेट भनेको स्मल। त यो पनि सानो प्लेट जस्तो देखिने भएर प्लेटलेट भनेको। त्यस्तै यहाँ यो आइलेट अफ ल्याङ्गरह्यान्स पनि यस्तै सानो सानो आइल्यान्ड बनाएर बसेको हुन्छ। भन्नाले आइल्यान्ड भनेको त हामीलाई थाहा छ नि, टापु भन्छ नि, वरिपरि पानीले घेरेको हुन्छ। त्यस्तै यो आइलेट अफ ल्याङ्गरह्यान्स पनि यसरी बसेको हुन्छ कि त्यसको वरिपरि चाहिँ जुन यो त इन्डोक्राइन पार्ट हो नि त प्याङ्क्रियाजको, अनि एक्सोक्राइन पार्टलाई चाहिँ जुन एक्सोक्राइन पार्ट हुन्छ त्यसले चाहिँ यसको वरिपरि घेरेको हुन्छ। त्यसरी यो चाहिँ बिचमा भएर वरिपरि चाहिँ यो एक्सोक्राइन पार्टले घेरिएको भएर यो चाहिँ आइल्यान्डको वरिपरि पानीले घेरेर जस्तै भएको भएर यसलाई चाहिँ आइलेट भनेको, स्मल आइल्यान्ड आइलेट्स भनेको। यसमा पनि यसको त त्यो पनि यसको मिनिङ त छ। अब खालि यो ल्याङ्गरह्यान्स चाहिँ याद गर्नुपर्ने हुन्छ, कतिलाई त याद पनि होला किनभने पटक पटक पढिसक्नु भयो होला। त्यस्तै अब यिनीहरू याद चाहिँ गर्नु पर्यो। तर जस्तै अब एउटा तरिका भनेको चाहिँ जस्तै यहाँ दुइटैमा पुर्किन्छ भन्ने आइरहेछ, त हामीले कसरी पढ्न सकिन्छ भन्दा पुर्किन्छ भन्ने कुरा चाहिँ दुई ठाउँमा आउँदो रहेछ अहिलेको लागि कमसेकम। एउटा चाहिँ पुर्किन्छ फाइबर भन्ने हुँदो रहेछ, त्यो चाहिँ हार्टमा हुँदो रहेछ। अर्को चाहिँ पुर्किन्छ सेल भन्ने हुँदो रहेछ, त्यो चाहिँ सेरिबेलममा हुँदो रहेछ। त्यही भएर पुर्किन्जेबाट दुईवटा कुरा आउन सक्दो रहेछ, एउटा फाइबर एउटा सेल। फाइबर हो भने हार्टमा, सेल हो भने सेरिबेलममा। अब यो त तपाईँ साथीहरू चाहिँ मसलको फाइबर हो, कन्डक्टिङ फाइबर हो, त्यो त कसैलाई थाहा पनि होला। अब सेल हो। त यसरी पुर्किन्छ भन्ने कुरा चाहिँ याद गरिरहन सकियो भने अलिअलि त घुम्नु पर्यो।
तर त्यति गऱ्यो भने पनि फाइबर सेल भनेर याद गर्न सजिलो हुन्छ र कति कुरामा त यसरी आइलेट अफ ल्याङ्ग्वेज जस्तो आयो भने त आइलेट भनेको यस्तो हुँदो रहेछ भनेर अलिकति भए पनि आफूलाई मेमोरीमा राख्न अलिक सजिलो हुन्छ। यसरी पढ्यो भने चाहिँ सजिलो हुन्छ। अब अर्को प्रब्लम गर्ने भनेको चाहिँ मिसनमर्सले हो। मिसनमर्स भनेको चाहिँ यस्तो मिसनमरको चाहिँ वर्ड यस्तो हुन्छ कि मिसनमर यो भनेको चाहिँ वर्डको चाहिँ मिनिङ एउटा हुन्छ तर मिनिङ चाहिँ अर्कै हुन्छ। यहाँ त्यो वर्ड नै रङ हुन्छ हुनाले त्यो वर्ड अर्कै हुनुपर्ने तर अर्कै हुन्छ। त्यो कस्तो भन्दाखेरि जस्तै इक्जाम्पलको लागि बेसल ग्याङ्ग्लियाले लिँदा भन्छ। अब यो बेसल ग्याङ्ग्लिया भनेको चाहिँ सिएनएसमा हुन्छ। त्यो भनेको सिएनएस भनेको ब्रेन र स्पाइनल कर्ड। त्यसमा पनि यो बेसल ग्याङ्ग्लिया भनेको चाहिँ ब्रेनमा हुन्छ। अब ग्याङ्ग्लिया भन्ने वर्ड चाहिँ खासमा जुन पेरिफेरल नर्भस सिस्टम छ नि त्यो भनेको चाहिँ नर्भ जुन बाहिर नर्भ निस्किन्छ ब्रेन या स्पाइनल कर्डबाट त्यसमा चाहिँ यदि सेल बडी न्युरोनको जुन सेल बडी हुन्छ यो न्युरोनको यदि यो न्युरोन हो भने यसको सेल बडी जो भयो भने यसको कलेक्सन यदि नर्भ्स बाहिर ब्रेन या स्पाइनल कर्डभन्दा बाहिर छ भने त्यसलाई चाहिँ ग्याङ्ग्लिया भन्ने हो। अनि त्यसकै कलेक्सन त्यही सेल न्युरोन्सकै सेल बडीको कलेक्सन ब्रेन या स्पाइनल कर्डमा भयो भने चाहिँ त्यसलाई चाहिँ एरिया या न्युक्लिया भन्छ। त्यो हिसाबले त बेसल ग्याङ्ग्लिया त पेरिफेरलमा हुनुपर्ने तर हुन्छ ब्रेनमा कि त्यसैले या त यो बेसल ग्याङ्ग्लिया पेरिफेरल बाहिर हुनुपर्ने या यसको नाम बेसल एरिया न्युक्लिया हुनुपर्ने छ बेसल ग्याङ्ग्लिया। त्यसैले यो चाहिँ मिसनम्बर हो भन्नाले यसको नाम नै गलत हो बेसल न्युक्लिया एरिया हुनुपर्ने। यस्तो पनि हुन्छ धेरै धेरै यस्तो वर्डहरू हुन्छ त्यसले चाहिँ प्रब्लम गर्छ। अब त्यो चाहिँ त्यसको लागि चाहिँ आफैले चाहिँ हेर्दै जानुपर्छ मिनिङ हेर्दै जानुपर्छ र अरू जुन जसको राइट मिनिङ छ त्यसलाई चाहिँ त्यसरी नै अघि त्यो इपिडर्मिसको एड्रिनल कर्टेक्सको जसरी पढ्यो भने चाहिँ यिनीहरूलाई पढ्न चाहिँ टाइम पाइन्छ। यिनीहरूलाई चाहिँ अलिक टाइम दिनुपर्छ मिसनमर्सलाई र यो साइन्टिस्टको नाममा राखेको चाहिँ जुन वर्ड्सहरू हुन्छ त्यसलाई चाहिँ अब राम्रैसँग पढ्नुपर्छ। त्यसको त्यो अगाडि जुन पढ्यो हामी इपिडर्मिस र एड्रिनल कर्टेक्सको त्यसरी पढ्यो भने चाहिँ त्यसमा बचेको टाइम हामीले यसमा युज गर्न पायौँ र यसलाई पनि हामीले चाहिँ पटक पढ्यो भने पनि हामीले त्यति गाह्रो चाहिँ हुँदैन। यसले टाइम त दिनुपर्छ। र अन्तिममा चाहिँ अब अन्तिमको कुरा चाहिँ सोसल मिडिया जुन छ त्यसमा चाहिँ इन्टरटेनमेन्टको लागि मात्र युज नगर्नु होला। आफूलाई पढ्नाइमा पनि हेल्प गर्ने जुन कन्टेन्टहरू हुन्छ त्यो पनि थुप्रै त्यसमा हुन्छ त्यसकोले चाहिँ बढी युज गर्नुहोस्। इन्टरटेनमेन्ट पनि युज गर्नुपर्छ तर पढाइमा युज हुने चाहे आफूलाई जुन कुराले चाहिँ आफूलाई चाहिँ जुन चाहिन्छ त्यो कुरा चाहिँ छुट्याउनु भएन। किनभने मैले चाहिँ सानोमा हुँदाखेरि चाहिँ यो वाइफाईहरू इन्टरनेट मोबाइल केही पनि युज गर्न पाएको थिइनँ। त अहिले आएर अलिअलि लाग्छ कि त्यो भएको भए चाहिँ अझ राम्रोसँग पढिन्थ्यो कि भन्ने लाग्छ। त्यसैले यो कुरा इन्टरटेनमेन्ट पनि अलिअलि युज गर्ने तर पढाइको लागि चाहे अब जेमा चाहिँ गर्दै हुनुहुन्छ त्योमा चाहिँ बढी युज गरेर केही दिन हेर्नुहोस्। अनि त्यो गऱ्यो भने चाहिँ तपाईँमध्ये धेरैमा ठुलो चेन्ज आउनसक्छ। यो तपाईँको लागि चाहिँ अरूभन्दा राम्रो गर्ने मौका पनि हो। त्यसैले ढिलो नगरी आजैदेखि यसरी पढ्न सुरु गर्नुहोस्। धेरै धेरै धन्यवाद।